साथीहरू, भुन्टी सिरियलको नयाँ भागमा अहिले भने भुन्टीको विरुद्धमा सबैजना भएका छन्। भुन्टीकै कारणले गर्दाखेरि भूमिकामाथि भएको दुर्व्यवहारको विषयमा सबैजना मान्छेहरूले थाहा पाए अनि भूमिकाको त धेरै बेइज्जत भयो नै, हाम्रो घरको पनि धेरै बेइज्जत भयो। घरदेखि बाहिर मुन्टो निकालेर हिँड्न नसकिने भयो भन्ने सोचेर अहिले भने भूमिका अनि भीम मिलेर एकजुट भई भुन्टीमाथि एकदमै ठुलो आरोपहरू लगाएका छन्। तर वास्तवमा भने भुन्टीले त्यसरी भूमिकाको बदनाम हुने काम केही पनि गरेकी छैनन्। न त भुन्टीले यो कुराहरू गाउँ समाजका मान्छेलाई सुनाएकी हुन्, न त गाउँमा भएका आमा बुवालाई नै। भुन्टीले त यो विषयमा कोहीसँग पनि केही कुरा गरेकी छैनन्। तर यता भूमिका अनि भीमले भने भुन्टीले नै यो विषयमा कुराहरू मान्छेहरूलाई सुनाउँदै हिँडी घरको बेइज्जत गर्नको लागि भुन्टीले भूमिकाको पनि बदनाम गरी भनेर भूमिका अनि भीमले सोचेका छन्। उता गाउँमा भएकी बालकुमारी अनि विदेशबाट आएकी भाउजूको नियत पनि भुन्टीलाई दुःख दिने देखेको हामीले देख्न सक्छौँ। उनीहरू त जहिले पनि भुन्टीको विरुद्धमा छन्। भुन्टीको यसरी भूपेन्द्रसँग बिहे गरेर हामीले ठुलो गल्ती गर्यौँ। भुन्टीको बिहे हामीले यसरी भूपेन्द्रसँग गर्नु हुँदैन थियो। आफ्नो स्तर मिल्ने केटीसँग मात्र भूपेन्द्रको बिहे गरेको थियो भने राम्रो हुन्थ्यो भन्ने सोच विदेशबाट आएकी भाउजूको छ भने बालकुमारीले त विगतमा जसरी नै भुन्टीलाई धेरै दुःख दिइरहेकी छिन्। गाउँमा बस्दा पनि विगतमा बालकुमारीले धेरै दुःख दिएकी थिइन् अनि भुन्टीको त्यही दुःख भूपेन्द्रले देख्न सक्दैनन् अनि आफ्नी श्रीमतीलाई सहर लिएर जान्छन्। तर सहर पुग्दा पनि उता भुन्टीमाथि भूमिका अनि भीमले आरोप लगाएका छन्। भूमिका जब धेरै केटाहरूको सङ्गत गर्ने गर्थिन् अनि भूमिकामाथि दुर्व्यवहार भयो तब भने भुन्टी र भूपेन्द्रले मात्र यो कुरा थाहा पाएका थिए। त्यही भएर भूपेन्द्र अनि भुन्टीले मात्र भूमिकामाथि दुर्व्यवहार गर्ने केटालाई सजाय दिएर जेल हाल्न सफल भएका थिए। तर अहिले भने भूमिकामाथि दुर्व्यवहार भएको कुराहरू सबैतिर फैलिएको छ अनि यसको आरोप भने भुन्टीमाथि आएको छ। भुन्टीले नै यो कुराहरू गाउँ अनि सहरका मान्छेहरूलाई सुनाइन्। त्यति मात्र नभएर गाउँमा भएका आमा बुवालाई नै भुन्टीले नै यो कुराहरू सुनाएको हो। त्यही भएर विदेशबाट आएका दाजु भाउजूले पनि यो कुराहरू थाहा पाए। मेरो धेरै बदनाम भयो, बेइज्जत भयो। यो सोच भने भूमिकाको हुन्छ। त्यही भएर भूमिकाले आफ्नी भाउजूमाथि यति धेरै आरोपहरू लगाएकी हुन्। यता भुन्टी भने छक्क परिरहेकी छिन्। मैले त्यस्तो काम केही पनि गरेको छैन अनि किन यसरी मलाई दियोर अनि यसरी नन्दले भए नभएका आरोपहरू लगाउँछन् त? मैले जति नै सहयोग गर्दा पनि अनि भूमिका र भीमको साथ दिँदा पनि मैमाथि यति धेरै दुःखहरू किन आइपर्छ भनेर भुन्टी सोचिरहेकी छिन्। यता भूमिकाले भने आफ्नी भाउजू भुन्टीलाई मार्ने कोसिस गरेको कुरा पनि हामी सबैलाई थाहा छँदैछ। जब आफ्नो धेरै बदनाम भयो, बेइज्जत भयो भन्ने कुरा भूमिकाले थाहा पाउँछिन् अनि भूमिकाका आमा बुवाले पनि गाउँबाट भूमिकालाई फोन गरेर धेरै गाली गर्छन्। त्यस पछाडि भने भूमिकालाई सही नसक्नुहुन्छ अनि भुन्टीकै कारणले गर्दाखेरि मैले यसरी धेरै बदनाम सहनु पर्यो, मेरो धेरै बेइज्जत भयो। त्यही भएर म जसरी पनि भुन्टीलाई त मारेर नै छाड्छु भन्ने सोच यता भूमिकाले बनाइसकेपछि भूमिकाले किचनमा भएको एउटा ठुलो चक्कु झिकेर भुन्टीलाई मार्ने कोसिस गरेकी थिइन्। तर त्यही बेला भने भूपेन्द्र आफ्नो अफिसको काम सकेर घर फर्केका हुन्छन् अनि भूपेन्द्रले यो कुरा देख्छन्। त्यस पछाडि भूपेन्द्रले आफ्नी बहिनी भूमिकाको हातबाट त्यो चक्कु खोज्छन् अनि भूमिकालाई एक झापट हान्छन्। हो साथीहरू, भुन्टीमाथि आक्रमण गर्न खोजेको कारणले गर्दाखेरि नै भूमिकाले एक झापट खाएकी छिन्। यसरी भूमिकाले आफ्नै भाउजू भुन्टीलाई मार्ने कोसिस गर्नु भने हुँदैन थियो। भुन्टीले विगतमा धेरै साथ अनि सहयोग भूमिकालाई गरेकी थिइन्। तर भुन्टीले लगाएको त्यो सबै गुणहरू बिर्सेर यता भूमिकाले आफ्नै भाउजूलाई मार्ने कोसिस गरिन्। भूपेन्द्र भने रिसले पागल भइसकेका थिए। हाम्रो घरमा किन अहिले यति धेरै झगडा भइरहेको छ अनि तैँले भाउजूलाई किन मार्न खोजे कि? यदि म आएको थिइनँ भने यहाँ त ठुलो गडबड हुने रहेछ भनेर भूपेन्द्रले आफ्नी बहिनीलाई गाली गर्छन् अनि फेरि पनि झापड हान्न खोज्छन्। तर यो समयमा भने भीम त्यहाँ आइपुग्छन् अनि भीमले भूपेन्द्रको हात रोक्छन्। यहाँनिर भाउजूको नै गल्ती छ। भाउजूले नै भूमिकाको बदनाम गर्नको लागि गाउँ समाजमा भएका सबै मान्छेहरूलाई भूमिकामाथि भएको दुर्व्यवहारको विषयमा कुराहरू काट्दै हिँड्नुभयो अनि गाउँमा आमा बुवालाई दाजुभाइ सबैजनाले भाउजूले नै सुनाउनु भएको अरे। त्यही भएर भूमिकाको त बदनाम भयो नै, हाम्रो घरको पनि बदनाम भयो। यसमा भाउजूको नै गल्ती छ भन्दै भीमले पनि आफ्नै बहिनी भूमिकाको पक्ष लिन्छन्। यता भूपेन्द्रलाई भने भुन्टीले कहिले पनि यस्तो काम गर्न सक्दिनन् भन्ने ठुलो विश्वास थियो अनि भुन्टीले वास्तवमा पनि यस्तो
त्यस्तो काम गरेकी हुँदैनन्। यता भूपेन्द्र भने यदि भुन्टीले भूमिकाको बदनाम हुने काम गरेकी रहेछ भने अनि भूमिकाको कुरा काट्दै हिँडेकी रहेछ भने पनि यसलाई मार्ने अधिकार कसले दियो? भूमिकाले यसरी आफ्नै भाउजूलाई मार्ने कोसिस गर्नुहुन्थ्यो भनेर भूपेन्द्रले भीम अनि भूमिका दुवैजनालाई गाली गर्छन्। त्यस पछाडि भने भूपेन्द्रले के तिमीले भूमिकामाथि भएको दुर्व्यवहारको कुराहरू गाउँ समाजका मान्छेहरूलाई सुनाउँदै हिँड्यौ, हाम्रो बेइज्जत गर्न खोज्यौ भनेर प्रश्न गर्दा भुन्टीले भने मैले त्यस्तो केही पनि गरेको छैन। मैले जहिले पनि भूमिकालाई साथ अनि सहयोग गरेँ, जहिले पनि भूमिकाको पक्षमा नै भएँ अनि भूमिकामाथि दुर्व्यवहार गर्ने केटालाई पनि हामीले नै सजाय दिएको अनि म कहाँ यसरी आफ्नै बहिनी जस्तै भूमिकालाई बदनाम हुने काम गर्छु त? यो भए नभएको आरोपहरू भीम अनि भूमिका दुवैजना मिलेर मलाई लगाएका छन्। यसो भन्दै भुन्टीले पनि आफ्नो उत्तर दिन्छन्। यता भीमले भने झन् धेरै आरोपहरू लगाउँछन्। गाउँ समाजमा भएका 4-5 जना मान्छेहरूले तेरी भाउजूले नै भूमिकामाथि भएको दुर्व्यवहारको कुरा हामीलाई सुनाउँदै आएकी हो, त्यही भएर हामीले यो कुरा थाहा पायौ भनेर मलाई भनेका छन्। यदि एउटा मान्छेले मात्र मलाई यो कुरा सुनाएको थियो भने उसले तपाईको अनि हाम्रो बेइज्जत गर्नको लागि यस्तो भन्यो भनेर मैले सोच्न सक्थेँ, तर 4-5 जना मान्छेहरूले मलाई यो कुरा सुनाएका छन् अनि 4-5 जना मान्छे नै कसरी गलत हुन सक्छन् त? पक्कै पनि भाउजूले नै यो कुराहरू गाउँभरि सुनाउँदै हिँड्नु भएको हो भनेर भीमले पनि आफ्नी भाउजूलाई भन्छन्। यता भुन्टीले भने मैले कुन कुन मान्छेहरूलाई के सुनाएछु ती मान्छेहरूलाई मेरो अगाडि लिएर आउनु, त्यस पछाडि दुधको दुध पानीको पानी हुन्छ, मैले भनेको रहेछु कि रहेनछु सबै कुरा थाहा हुन्छ भनेर भुन्टीले भीमलाई हराउँछिन्। त्यस पछाडि भने भुन्टी रिसाएर त्यहाँबाट जान्छन्। भूपेन्द्र भने आफ्नै श्रीमती भुन्टीलाई फगाउने कोसिस गरिरहेका छन्। यता विदेशबाट आएका दाजु भाउजू भने अहिले गाउँ गएका छन्। ओ साथीहरू, भूपेन्द्रका विदेशबाट आएका जेठा दाजु भाउजू गाउँमा आफ्ना आमा बुवालाई भेट्नको लागि गाउँ गएका छन्। उनीहरू गाउँ पुगिसकेपछि भने भूमिकामाथि दुर्व्यवहार भएको कुरा पनि थाहा पाउँछन्। उनीहरूले पनि यो कुरा सुन्छन्। सहरमा बस्दा त यस विषयमा उनीहरूलाई कुनै पनि जानकारी थिएन, तर अहिले गाउँ पुगिसकेपछि भने आफ्नो आमा बुवाको मुखबाट उनीहरूले यस्तो कुरा सुन्छन्। सुरुमा त उनीहरूले यो कुरा पत्याउँदैनन्, कसैले हाम्री बहिनीको बदनाम गर्नको लागि बेइज्जत गर्नको लागि झुटो कुराहरू फैलाएको होला भनेर उनीहरूले सोचेका हुन्छन्, तर यो वास्तविक कुरा हो भनेर बालकुमारी अनि बुवाले भनिसकेपछि पनि उनीहरूले यो कुरा सुन्छन्। त्यति मात्र नभएर गाउँमा पनि भूमिकामाथि दुर्व्यवहार भएको कुराहरू सबैजना गाउँलेहरूले थाहा पाइसकेका छन्। त्यही भएर गाउँलेहरूले अहिले भने भूमिकाको धेरै कुरा काट्ने गरेका छन्। विगतमा बालकुमारी भने मेरी छोरी भूमिका यस्ती उस्ती स्कुलमा पढाउँछ भन्दै आफ्नी छोरीको तारिफ गरेर हिँड्छिन्, तर अहिले भने जब भूमिकामाथि दुर्व्यवहार भएको कुराहरू सबै गाउँलेहरूले थाहा पाए तब भने अहिले बालकुमारीको पनि धेरै बदनाम भएको छ। अर्कोतिर अहिले भने गाउँमा जेठा छोरा अनि बुहारी आइसकेपछि विदेशबाट आएकी ती भाउजू भने माइत जान खोजिरहेकी छिन्। आफ्नै घर माइत जानको लागि उनले आफ्नो श्रीमानलाई पनि सँगै जाउँ भनेर भन्छन्, तर यता भूपेन्द्रका दाइ भने जान मान्दैनन्। म 1-2 दिन पछि मात्र जान्छु भनेर उनले भनिरहेका छन्, तर यता भाउजूलाई भने यो कुरा मन पर्दैन, किनभने म त यहाँ गाउँसम्म आएँ अनि ससुराली जान हुँदैन भनेर उनले आफ्नो श्रीमानलाई भन्छन्। त्यस पछाडि भने भूपेन्द्रका दाइले तिमी आफै जाऊ भनेर भन्छन्, तर उनकी भाउजू भने जान मान्दिनन्। त्यस पछाडि अहिले भने उनलाई पनि आफ्नो माइत लग्नको लागि अहिले विदेशबाट आएकी ती भाउजूले नयाँ योजना बनाइरहेकी छिन्। विदेशबाट ल्याएको उपहार अनि सुनको सिक्री भन्दै अहिले भने विदेशबाट आएकी ती भाउजूले यता बालकुमारीलाई उपहार भनेर दिएकी थिइन्, तर वास्तवमा भने उनले दिएको त्यो उपहार झुटो हुन्छ, या भनौँ त्यो सुनको सिक्री असली नभएर नक्कली हुन्छ। तर बालकुमारी भने मलाई त मेरी जेठी बुहारीले मात्र माया गर्ने रहेछ, साथ दिने रहेछ भनेर बालकुमारी अहिले मक्ख परेकी छिन्। उता अमेरिकाबाट यति ठुलो सिक्री ल्याइदी, यति महँगो सिक्री ल्याइदी भनेर बालकुमारी त्यहाँ पैसा या भनौँ त्यो सिक्रीको मुख हेरेर मक्खै परेकी छिन्। तर हामीले भुन्टी सिरियलको अन्तिममा भने त्यो सिक्री नक्कली रहेछ अनि बालकुमारीसँग बालकुमारीकी जेठी बुहारीले खेल खेलेकी रहेछ भन्ने कुरा थाहा पाउन सक्छौ। भुन्टी सिरियलको अर्कोतिर अहिले भने भुन्टीमाथि यति धेरै आरोपहरू लागेको छ। भुन्टीले आफ्नी नन्द भूमिकाको बदनाम गर्न खोजेको अनि घरको पनि बेइज्जत गरेको भनेर यति धेरै आरोपहरू लगाएको छ,
तर बुन्टी भने यो विषयमा मैले केही पनि गरेको छुइनँ, यी सबै आरोपहरू झुटा हुन् भनेर भनिरहेकी छिन्। भूपेन्द्रले त आफ्नी श्रीमती बुन्टीको विश्वास गर्छन्। बुन्टीसँग लामो समय बिताएकै कारणले गर्दाखेरि बुन्टीको व्यवहार कस्तो छ भन्ने कुरा भूपेन्द्रले बुझेका हुन्छन्। त्यही भएर भूपेन्द्रले बुन्टीले कहिले पनि यसरी हाम्रो घरको बेइज्जत हुने काम गर्दिन, यो सबै आरोपहरू झुटो हो भन्ने कुरा भूपेन्द्रले त बुझ्छन्। तर यो कुराहरू भने भूमिका अनि भीमले भने बुझ्न सकेका छैनन्। भूमिका अनि भीमले त सबै आरोपहरू बुन्टीमाथि नै लगाइरहेका छन्। वास्तवमा भूमिकाको बदनाम गर्ने अनि भूमिकामाथि दुर्व्यवहार भएको कुराहरू सुनाउँदै हिँड्ने अरू कोही नभएर भूपेन्द्रको दुश्मन हो। विगतमा जसले भूपेन्द्र अनि भीमको झगडा पार्देर यी दुई दाजुभाइको सम्बन्ध बिगार्न सफल भएको थियो, अहिले त्यही छिमेकीले भूमिकाको बदनाम गरिरहेको छ। भूमिकामाथि दुर्व्यवहार भएको कुराहरू बुन्टीले सबैजनालाई सुनाउँदै हिँडी भनेर यसरी झुटो कुराहरू त्यो व्यक्तिले फैलाइरहेको छ। अनि सबैजनाले अहिले भने बुन्टीकै कारणले गर्दाखेरि भूमिकाको बदनाम भयो भन्ने सोचिरहेका छन्। यसरी बुन्टीको विषयमा झुटो कुराहरू फैलाएकै कारणले गर्दाखेरि उसले शङ्करबाट पैसा पाएको छ, किनभने शङ्कर त जसरी पनि भूपेन्द्रसँग बदला लिन खोजिरहेको छ। भूपेन्द्रसँग पटक पटक शङ्करले बदला लिन खोजो, तर जति नै पटक बदला लिन खोज्दा पनि शङ्करले बनाएका सम्पूर्ण योजनाहरू असफल हुँदै गए। त्यही भएर अहिले भने भूमिकामाथि दुर्व्यवहार भएको कुराहरू थाहा पाइसकेपछि बुन्टीले नै यो कुराहरू गाउँलेहरूलाई सुनाउँदै हिँडी भनेर झुटो कुराहरू फैलाएर बुन्टीलाई घर परिवारका सम्पूर्ण सदस्यको अगाडि नराम्रो बनाई अनि भूपेन्द्रलाई घरकै समस्याहरू समाधान गर्नमा ठिक्क पारेर भूपेन्द्रको बिजनेस घाटामा पुर्याउने योजना शङ्करको हो। अब भूपेन्द्रसँग बदला लिनको लागि उसले भूपेन्द्र अनि बुन्टीलाई घर परिवारमा झगडा पारिदिने अनि भूपेन्द्र त आफ्नै घरको समस्याहरू समाधान गर्न ठिक्क पर्छ। त्यस पछाडि उनले बिजनेस पनि राम्रोसँग चलाउन सक्दैन अनि मेरो त योजना पूर्ण रूपमा सफल हुन्छ। त्यही भएर तिमीले जसरी पनि अब भने भूपेन्द्रको घरमा झगडा पारिदिनुपर्छ भन्दै त्यो व्यक्तिले त्यही छिमेकीलाई खटाएको छ अनि त्यो छिमेकीले पनि अब भने बुन्टीकै कारणले गर्दाखेरि भूमिकामाथि दुर्व्यवहार भएको हो, बुन्टीले नै मान्छे खटाएर यो सबै कामहरू गर्न लायकी हो भनेर अर्को ठुलो झुटो कुराहरू त्यो व्यक्तिले फैलाउन खोजिरहेको छ। त्यही भएर अब